लु आजको भिडियोमा चाहिँ रसम दाल अमलेट बनाएर के गरे त गाइज फेरि पनि आइसकेको छु हजुरहरुको माझमा मिनी भ्लग लिएर। अब चाहिँ मैले टमाटर काटेर चाहिँ मिक्सीमा पिसेर चाहिँ टक्कसँग रसम बनाउँछु। त्यसको लागि चाहिँ मैले एउटा डेक्चीमा तेल हालिसकेको छु, त्यहाँबाट घाँस पनि हाले, त्यहाँबाट मैले लसुन हालेर मज्जाले चलाइदिए। त्यहाँबाट मैले अघि पिसेको टमाटर सरर हाल्छु हैन, त्यहाँबाट चाहिँ मैले एकछिन चलाएर त्यहाँबाट अनि अलिकति नुन हालिदिन्छु। नुन हालेर चाहिँ टक्क एक क्यान पानी पनि हालिदिन्छु मैले। त्यहाँबाट म लागे अमिलो मिर्चलाई, अमिलो चाहिँ तित्री हो गाइस हैन, तित्री हो। त्यहाँबाट चाहिँ मेरो यो रसम मसला अगाडि नै बनाइसकेको छ अनि एक डेक्ची झोल बनाउनु पर्ने हुन्छ, त्यही भएर चाहिँ मैले झोल पनि सरर एक डेक्ची बनाउँदै छु। अनि त्यहाँबाट चाहिँ मैले रसम मसला हालिदिन्छु टक्क लाएर हैन। अनि त्यहाँबाट चाहिँ मेरो धनिया कटिङ हुन्छ, धनिया कटिङ टक्क सरर सुपमा हाल्दिनै पर्यो। अब चाहिँ मैले धनिया हालेर टक्क लाएर मेरो पालो आएको छ दाल बनाउने। दाल चाहिँ म एकदम स्पेशल पाराले बनाइदिन्छु क्या गाइस, स्पेशल पाराले हैन। टक्क नुन सुन हालेर अब प्याज टमाटर तेल सेल सबै गाजन गुजुङ हालेर मैले सिटी ट्याक्क लगाइदिन्छु हैन। अब फाइनली हाम्रो सिटी पनि सट्ट लाग्छ। अनि त्यहाँबाट चाहिँ मेरो यता बदाम पनि रेडी भइसकेको छ, सरर सुकाइरहेको छु, अब चिसो हुँदैछ हैन। अब मेरो रसम पनि रेडी भइसकेको छ गाइस, सरर रसम देख्न सक्नुहुन्छ हैन। मजाले अब यो झोल चाहिँ मजाले यो गास सुकेपछि मिठो हुन्छ। त्यहाँबाट मेरो अर्डर पनि एउटा आइहाल्यो, अर्डर पनि मैले सरर मैले दिन लागे। त्यहाँबाट फाइनली मेरो दाल तड्का हुन्छ गाइस। अब दाल तड्का हान्दैछु, टक्क लाएर जिरा सिरा लसुन ससुन हालेर गाजन गुजुङ हालेर चाहिँ मैले टक्क लाएर अब दाल तड्का हान्छु। दाल तड्काको लागि यहाँको पनि फेरि घाँस चाहिँ जेमा पनि हाल्ने बानी हैन, घाँस चाहिँ नहाल्नु नहुने। त्यहाँबाट घाँस हालेर फेरि मैले चलाएर सट्टसँगले अब चाहिँ मैले दाल तड्का हान्छु। त्यहाँबाट चाहिँ मैले अब खाना खान्छु गाइस। अब मैले हाने दाल तड्का सहीसँगले टक्कसँगले हेर्नुहोस् गाइस हैन, कस्तो फ्लेयर छ हैन, टक्कसँगले अब झोलिलो मोलिलो खानै पर्यो हैन। हजुरले नि यो तरिकाले दाल तड्का बनाएर खान सक्नुहुनेछ। अब चाहिँ मेरो पालो आयो अमलेट बनाउने। अमलेट चाहिँ टक्क लाएर दाल भात अमलेट खाने मेरो प्लान हो आजको हैन गाइस हैन, टक्क लाएर सँगले। अब मेरो अमलेट पनि रेडी भइसकेको छ। अब मलाई एकदमै भोक पनि लागिसकेको छ गाइस हैन, टक्क लाएर म चाहिँ अब दाल भात अमलेट मज्जाले खान्छु। हेर्नुहोस् हजुरहरूले पनि ट्राई गर्नु होला एकचोटि, दाल भात अमलेट बबाल हुनेछ। कस्तो लाग्यो त मेरो भिडियो हजुरलाई? लास्टसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। अनि लाइक एन्ड शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस् त, धन्यवाद।